सम्पूर्णमा नमस्ते। आज हामी सिमीकोट गाउँपालिकामा छौँ, हुम्ला जिल्लामा छौँ। यो हिमाल हो। आज अब फागुनको अन्त्य चैतको सुरुवात हुँदा पनि हामीले हिउँ देख्न सक्छौँ। यो हुम्लामा मात्रै सम्भव छ जस्तो लाग्छ। हाम्रो तल्लो जिल्लाहरूमा सम्भव छ। यस्तो राम्रो नेचुरालिटी छ हामीसँग। मौसम हिउँ पर्ने, उतिखेरै बादल लाग्ने, उतिखेर पानी पर्ने, अनि यस्तो राम्रो मौसम अब कसरी पाइन गर्ने यो ठाउँको यस्तो राम्रो छ। सर हेर्नुहोस्, प्रदीप सर तपाईँलाई पनि एकदमै राम्रो लागिरहेछ होला जस्तो मलाई लागेको छ। मलाई एकदम राम्रो लागिरहेछ सर। ल अब अवस्था यस्तो देखाउन चाहन्छौँ। हाम्रो प्रदीप सर हुनुहुन्छ होइन। हजुर, हामी एकदमै आज जो फ्री टाइममा एकदमै रमाइलो लागेर हिँडेका छौँ। ह्याप्पी सटरडे। मनमा जे जस्तो भए पनि अनुहारमा मुस्कान चाहिँ हुनुपर्छ भन्ने हाम्रो मान्यता। अनुहारमा हामीले मुस्कान दिन चाहन्छौँ। मुस्कान सहितको सेवा पनि दिन्छौँ र हामीले मुस्कानमै जे छ मुस्कानमै छ क्या यो युगमा। हाम्रो रविन सर हुनुहुन्छ होइन। उहाँ सरलाई पनि हामी एकदमै फोकस गर्न चाहन्छौँ, किनभने उहाँ हामीलाई एकदमै साथ सपोर्ट हरेक कुरामा एकदम मुस्कान धेरै दिने उहाँले पनि होइन। फेरि दिइहाल्नु भयो मुस्कान। सिमीकोट एयरपोर्ट छ, एकदमै सुन्दर छ यहाँको।